ल गाइज फाइनल्ली हामी अन्नपूर्ण नर्थ अन्नपूर्ण बेस क्याम्पमा आइपुगेका छौँ। यहाँबाट देख्ने भ्यू चाहिँ यस्तो छ। यहाँ खण्डर चाहिँ पुरै छन चाहिँ। ल हाम्रो यो ट्रेललाई फर्स्ट प्रमोट गर्ने मान्छे नै उहाँ हुनुहुन्छ। उहाँको नाम चाहिँ के छ हो? एकैछिन नाम चाहिँ मौराइस के हो? मौराइस हिरोज उहाँ रहेछ है त। ल यस्तो छ आधी खोलाको भर जस्तो। ल हामी चाहिँ अहिले बेस क्याम्पमा छौँ। बेस क्याम्प चाहिँ यो अलिकति अगाडि रहेको छ। अहिले यस्तो भ्यू पुरै हुस्सु लागिरहेको छ। खासै राम्रोसँग देख्न पाएको छैन भ्यू चाहिँ। अन्नपूर्ण बेस क्याम्प एलिभेसन 4190 मिटर्समा रहेको छ। खासै आजको मौसम सफा होइन, खुलेन। यस्तो छ यहाँको इन्भाइरोमेन्ट। अहिले बिहानको 6 बजिरहेको छ भर्खरै। यस्तो भइरहेछ मौसम चाहिँ हामीलाई खासै साथ दिएको छैन। ल अन्नपूर्णमा 75 हो कि के लेखेको त्यहाँ 25 हो कि 75। ल दाइ यहाँको भ्यू चाहिँ यस्तो छ अहिले। दामी छ भ्यू चाहिँ, तर खुलेन। ल्यान्डस्केप चाहिँ राम्रो छ तर भ्यू खुलेन है त। ल खोल्दै गयो अब।